अझै बाटोमा एकथोक देखाउनै बाँकी छ। भिडियो चाहिँ हेर्दै गर्नु होला है लास्टसम्म। हेलो गाइज, तपाईँहरूलाई स्वागत छ फेरि पनि मेरो नयाँ ब्लगमा। अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदम सन्चै छु साथीहरू। अनि आज चाहिँ म ठ्याक्क कति बजे खानासाना खाएर अहिले चाहिँ 11 बजिसकेको छ। यतिखेर चाहिँ म भ्लग स्टार्ट गर्दैछु होइन। अस्ति एउटा लङ भिडियो बनाएको थिएँ अनि फेरि आज चाहिँ अर्को भिडियो बनाउँदैछु म कति दिन पछाडि। अनि आज चाहिँ हामी टक्कसँगले जङ्गल जाँदैछौँ घाँस काट्नको लागि। हामी चाहिँ बोकाहरू पालेको छ नि त घरमा, अनि त्यही भएर चाहिँ त्यो बोकाहरूको लागि चाहिँ घाँस काट्नको लागि हामी जङ्गल जाँदैछौँ। सो हेर्दै गर्नु होला भिडियो। अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्नु होला साथीहरू। भर्खर स्टार्टिङ हुँदैछ मेरो चाहिँ भ्लग। मलाई खासै भ्लग बनाउनु चाहिँ आउँदैन, तर पनि ट्राई गर्दैछु। कसरी बनाउने यसरी त होला नि, जसरी बनाऊ अडियो भन्नु भइहाल्यो। एक साइड मात्रै गर्दा हुन्छ होला त होइन। गाइस हामी चाहिँ अहिले जङ्गल जाँदैछौँ होइन। फलो मी। हामी यहाँ पारी यता पर जङ्गलमा जान्छौँ। घाँस चाहिँ छ कि छैन थाहा छैन होइन, तर पनि हिँडेको हो। के हो नि मलाई मासु खानु पाउँदा गले मैले चाहिँ किन अघि बाटो हुन्छ यसलाई पनि घाँस बोकाइदिनु पर्छ। डोरी लिएर आउनुपर्छ नि अहिले बोकाइदिनु। कसरी मुल्तान न हौ। बनाएर
हो त्यहीँ खाट न। मोली अब मोली गलेर फेर्दै गयो। यो पनि होइन हो त। त्यहीँ रह न। त अप्ठ्यारो भिड छ यहाँ। गर्मीले यहाँ पसिना खलखल भइसक्यो। मच्छरले टोक्छ त्यस्तै। जस्तो छ यहाँ घारी। यति घारी छ यो साउनको दिनमा मोमो। कताबाट जानु रे? गाइस हामीले चाहिँ होइन घाँसको भारी पुऱ्याइसक्यौँ। अब चाहिँ भारी लगाएर चाहिँ बोकेर चाहिँ घर जानुपर्ने हुन्छ। अझै बाटोमा एक थुक देखाउनै बाँकी छ। भिडियो चाहिँ हेर्दै गर्नु होला है लास्टसम्म। लहराले बाँध्दा पनि हुन्छ होला। भयो हालत त यो जिन्दगीको गोरेटोमा के सोचेको के भयो। किन मोली गाइस अहिले चाहिँ घाँसको भारी ल्याएर पनि आउँदैछौँ होइन हामी बाटोमा। म चाहिँ घाँसको भारी बोक्न नसकेर उता एकजना खेतालाले बोक्दैछ मेरो घाँसको भारी चाहिँ। उता जाँदैछौँ हामी चाहिँ। बाटो यस्तो छ, यति चिप्लो छ फेरि यहाँनिर। अब चाहिँ यहाँनिर हामी तामा हेर्नु जानु आँटेको छ कि छैन त। मेरो खेताला त्यहाँ पर छ घाँस बोक्ने, म यता छु। देख्न सक्नुहुन्छ तपाईँहरूले मेरो घाँस बोक्ने खेताला। गाइस अब यहाँबाट चाहिँ तामा हेर्न जानुपर्ने हुन्छ होइन। तामा चाहिँ छ कि छैन थाहा छैन। यहाँनिर यस्तो घारी छ
तर पनि हामी हिँड्दैछौँ। तामा चाहिँ छ कि छैन म वहीँ गएर देखाउँछु ल अहिले। राखिदिएको होला म लड्यो भने चाहिँ यहाँ यत्रो रहेछ। यो के गर्नु यस्तो? उचाइ छ अलि माथि कमिला लाग्दैन नि। इच्छा भयो भने पनि हुन्छ त। सिखाउनु ल्याउनु पर्छ गयो। अलि माथि हौ क्वाच्च घोच न साह्रै हुन्छ है। त्यो त होइन है मुनिको चाहिँ हो हो अँ म त यो पो भन्नु। त्यो त सानै खाने छिनेको छैन। गाइस फाइनली ठुलो तामा निकाल्न सफल भएको छु म। यहाँ देख्न सक्नुहुन्छ। अनि यो त बाँसै हुन आँटेको थियो क्या हो। यसलाई निकाल्नुको लागि मैले यति मिहिनेत गरेँ यहाँ चेपमा। भरे यसको सब्जी बनाएर खाने हो। गाइस अब चाहिँ तामा पनि निकालिसकेको छ हामीले चाहिँ। अब चाहिँ यति भन्दै म पनि अब भ्लगलाई इन गर्छु। भ्लग पनि लामो भयो होला। सो त्यही भएर अब घाँस पनि काट्यो, तामा पनि निकाल्यो। अनि अब म चाहिँ यहीँ जङ्गलदेखि भ्लगलाई इन गर्दैछु। अब सबैजनाले भिडियो हेरेर चाहिँ लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला भन्दै फेरि अर्को भिडियोमा भेट्ने बाचाको साथ म बिदा हुन चाहन्छु। हस् त सबैजनालाई बाई बाई।